सो हेलो गाइज, आज चाहिँ हामी जाँदैछौँ सागुरी गढी हाइकिङ। पक्का चाहिँ आज घरबाट निस्किसकेको छौँ हामी चाहिँ आज अलिक ढिलो ढिलो हिँडेको त माथि पुग्दा त शेष भइन्छ सायद। गुड लाइफ गुड डे एकदम हेभ अ गुड डे। Uniting all the Gorkhas. This is Aradaran. अब यहाँदेखि चाहिँ हाम्रो ट्रेक स्टार्ट हुन गइरहेछ। हाम्रो यात्रा चाहिँ यो ट्रेकमा चाहिँ रहनेछ लगभग 1.5 देखि 2 घन्टा। हामी चाहिँ भर्खर स्टार्ट गरेको हो, खतरै बनाएको हो। अब चाहिँ हामी यस्तै खतरा ठाउँहरू चाहिँ अनुभव गर्दै हामी सागुरी गढीसम्मको यात्रा चाहिँ 2 घन्टामा चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ। यही बाटोलाई चाहिँ हामी पछाउँदै जानुपर्ने हुन्छ। अब बाटोको भ्यू इन्जोय गर्दै अब भ्लग अघि बढामी त। यो वरिपरिको बोट बिरुवा जति पनि देख्दै हुनुहुन्छ यो चाहिँ सबै वृक्षारोपण गरेको हो। अनि यो बाटो चाहिँ मैले जाने बुझेअनुसार चाहिँ के हो भन्दाखेरि गाडी नचल्दाखेरि चाहिँ पहिले अब नुनहरू हरेक कुराहरू बोकेर लानुपर्ने हुन्छ। लाँदाखेरि चाहिँ धरानदेखि भेरटार जाने चाहिँ यो सर्टकट रुट भनौँ न हो। यही रुटलाई चाहिँ जगेर्ना गरेर राखेको चाहिँ एकदम दामी भिजन लागेको मलाई। यो चाहिँ ठाउँहरू पनि लभली छ क्या। अहिले पहिले कस्तो थियो होइन त्यो जमानामा, अहिले एकदम संरक्षण गरेर चाहिँ राम्रो बनाएको छ। यो चाहिँ हाइकिङ हिँड्नुको लागि चाहिँ एकदम पक्का दामी छ। हजुरहरू पनि आउनु होला, भिडियो कसले हेर्दै हुनुहुन्छ। दुईजना चाहिँ शेष भएर बसेको अवस्था यहाँनिर। वाटर ब्रेक सानो अब यहाँ वाटर ब्रेक लिइवरी हामी फेरि हामी चाहिँ कन्टिन्यू गर्छौँ। दुईजना केटाहरू चाहिँ उडिसक्यो मासतिर, हामी चाहिँ बिस्तारै यसलाई पर्खिँदै लाँदैछौँ। हामी चाहिँ एउटा सर्ट वाटर ब्रेक पछाडि फेरि कन्टिन्यू गर्दैछौँ। घामले त सेको त हौ हट्टेरिका। मकालु क्षेत्र कटेर पनि हामी अब धौलागिरी क्षेत्र चाहिँ प्रवेश गर्न आँटेको रहेछौँ। बाटो सकेको छ, यहाँदेखि चाहिँ बाटो यस्तो रहेको छ भने तल चाहिँ यस्तो थियो। अब चाहिँ यहाँदेखि हामी यो यस्तो बाटो गोरेटो बाटो चाहिँ पक्रेर हिँड्नुपर्ने हुन्छ। हामी यस्तो डिजर्भिङ प्लेसमा आएर चाहिँ एउटा भाइलाई फेरि रेस्ट गराएको। अब फेरि हामी यहाँदेखि चाहिँ लाग्नुपर्ने हुन्छ है त। लगभग अब चाहिँ हामी 75% चाहिँ आइसकेको छौँ। अब चाहिँ 25% बाँकी छ। फाइनली सागुरी गढी चाहिँ आइपुग्यो। केटाहरू गेटमा छ। यस्तो छ है भ्यू चाहिँ, पुरै ढुसे लागेर फाँक छ सबै। सागुरी गढीबाट पनि पाथिभाद्रा मन्दिरको लागि चाहिँ निस्किसकेको छ। अब चाहिँ सागुरी गढीमा चाहिँ अहिले लगभग 11 बज्यो। यतिखेर चाहिँ सबैजना हाइकरहरू चाहिँ ट्याक्क आएर बसिरहेको अवस्था छ। त्यहाँ चाहिँ अब फोटो खिच्ने चाहिँ ठाउँ छैन। त्यो भएकोले गर्दाखेरि हामी चाहिँ सुरुमा मन्दिर निस्केर दर्शन गरेर अनि त्यहाँ सट्ट ब्याक हुने। हामी चाहिँ अघि आएकै बाटो ब्याक हुन्छौँ। सो फर्किँदाखेरि पनि हजुरहरूलाई चाहिँ यसो नगराले खालि झर्ने हो। यसरी कुहिरो लागेर चाहिँ दामी हो छ। ठाउँ चाहिँ बवाल छ है त। मन्दिर जाने बाटोमा त हामी चाहिँ फर्स्ट टाइम मेरो चाहिँ ब्याकग्राउन्डमा चाहिँ मन्दिर। अहिले चाहिँ हामी दर्शन गरेर पनि निस्किसकेको छौँ। अब चाहिँ हामी दर्शन पनि भयो। एकदम कुहिरो लागिरहेछ वरिपरि नै होइन। अब चाहिँ हामी एउटा चाहिँ निस्केर सागुरी गढी गएर चाहिँ अनि त्यही अघिकै बाटो चाहिँ हामी ब्याक टु धरान हुनुपर्ने छ। अब स्टे ट्युन गाइज। अहिलेको मौसम चाहिँ यस्तो रहेछ।